वेलकम टु माई ब्लग। आजको 15को ब्लग पनि बनाएको कि मैले बल्ल बिहा लागेको कि मलाई चाहिँ होइन। आज चाहिँ मेरो साथी र म चाहिँ जाँदैछु धान रोप्नलाई। धान चाहिँ रोप्न पाउँछ कि पाउँदैन यस्तो राम्रो भएको छ तर होइन अलिकति ठाउँमा चाहिँ हिजो पनि आएको थिएँ नि साथै। हिजो पनि रक्सी लिएर आएको थिएँ क्या म। राम्रो भएको छ बाटो चाहिँ अहिले यहाँको बाटो चाहिँ। यति फोटो होइन यता भिडियो बनाइदिएको ब्लगमा। हामीले तेल पनि हालिसक्यौँ। पेट्रोल हालेर हामी हिँड्दैछौँ डिएसएल क्यामेरामा। हेर्दा हेलो बच्चाहरू सानो उत्रै बच्चाहरू है। लड्नु हुँदैन मिसले जाऊ लड्नु हुन्न मिलेर जाऊ ल। अरू बच्चाहरू पनि लिएर असारे 15मा पनि यस्तो मेरो लाग्छ यहाँ पोखराको ह्याङ्जामा। तर हामी अघि यहीँ आउनु पर्ने। म त पढाएर पनि आएको थिएँ। खाजाको पनि व्यवस्था छ है साथीहरू। सेलरोटी यस्तो खतरा सेलरोटी हाल्छ बर्तन आमी मान्छेहरू छोरा मान्छेहरू। म विनम्र अनुरोध गर्न चाहन्छु असारेको टिका दौड पुरुष 40 वर्ष माथिकोमा प्रथममा सूर्य परियार, दोस्रोमा ईश्वर सापकोटा, तेस्रोमा भीम सापकोटा हुनुभएको छ। तपाईँहरू पनि छिटोभन्दा छिटो मञ्चमा आइदिनु हुन म विनम्र अनुरोध गर्न चाहन्छु। रेपको महिनामा पनि यति धेरै काम माया मारेर आउनु होइन। कति धेरै हुन्छ माया छ 3टा हुन्छ क्या माछा 3टा हुन्छ भाग्ने मैले लियो माउर हुन्छ क्या माउर। यहाँ माउर माछाको लागि यहाँ चाहिँ नाम्टी पाउँदा हुनुहुन्छ। पुरस्कार पनि हो क्या।